हेलो गाइस, सन्चै हुनुहुन्छ? आफ्टर धेरै लङ टाइम मैले हजुरलाई भेटिरहेको छु। धेरै दिनपछि भिडियो हाल्दैछु मैले होइन, कुरा नि गर्दैछु, भिडियो मार्फतै कुरा गर्ने हो मैले। अनि त्यसपछि लाइफ चाहिँ बिचमा एकदमै अनस्टेबल भएको थियो, 2-3 महिनामा एकदम बिजी भएको थिएँ म। अहिले आएर फाइनली अलिक स्टेबल भएको छ। अनि मलाई भिडियो हाल्न चाहिँ एकदमै मनपर्छ, तर भिडियो हाल्न पाइरहेको थिएन होइन। अब चाहिँ भिडियो हाल्नु पऱ्यो भने अब कन्सिस्टेन्ट हुन्छु भन्ने ट्राई गरिरहेको छु, हेरौँ के हुन्छ होइन। अनि यो भिडियो चाहिँ मैले पहिल्यै बनाएको थिएँ हाल्छु भनेर, तर यसलाई चाहिँ रेकर्ड गर्नु के अरे एडिटिङ गर्नु भएको थिएन होइन। अनि आज चाहिँ फाइनली यो भिडियो हाल्दैछु, हेर्नु होला ल। यो भिडियोको ब्याक स्टोरी भन्छु ल। यो दिन चाहिँ हामी पुष्प्रिङ जान लागेको थियौँ। अनि त्यही भएर चाहिँ बेलुका अब के खाइन्छ खाइन्न, बरु बिहान खानै खाएर जाउँ भनेर मैले फ्राइड राइस बनाउनको लागि हो। अनि त्यसपछि म बाहिर गएर आएर चाहिँ यसरी फ्राइड राइस बनाउन सुरु गरेको थिएँ होइन। यो चाहिँ मैले फ्राइड राइस कसरी बनाउँछु हजुरलाई देखाउँछु है। त मैले फ्राइड राइस गुन्द्रुकको अचार आलुको अचार बनाएको थिएँ त्यो दिन। कस्तो लाग्छ हजुरले भन्नु होला है त। अनि यसमा चाहिँ घिउ हाल्छु म जहिले पनि फ्राइड राइसमा। आज चाहिँ घिउ थिएन, अनि त्यही भएर तेलै हालेँ होइन। अनि प्याज हालेँ, मटर खुर्सानी हालेँ। मलाई लाइट नपुगे जस्तो फिल भयो क्या यतिखेर। अनि एग्जस्टको लाइट अन गरिदिएँ, अलिकति वार्म लाइट भएको छ। अनि त्यसपछि यसमा चाहिँ मैले के गरेँ भने, अनि त्यसपछि अनियनको ल्याएको थिएँ कि पत्ता ल्याएको थिएँ मसँग फ्रोजन थियो त्यो बेला। अनि त्यही हालेको थिएँ। अनि खाना हालेँ होइन। अनि खाना हालेर चाहिँ नि मजाले फ्राई गरेँ। अनि त्यसमा नुन हालेँ। हजुरहरू भन्नु ल, हजुरहरूलाई फ्राइड राइसमा बेसार हालेको चाहिँ मनपर्छ पर्दैन होइन। मलाई चाहिँ अन्डा मटर त्यसको खोर्सानी हालेको त्यसको कलर देखिन्छ नि, जुन सब्जीहरूको कलर आउँछ नि, त्यो इट्सेल्फ मनपर्छ क्या। अनि त्यही भएर मलाई बेसारले चाहिँ त्यो ओभर पावर गर्छ जस्तो लाग्छ। खै त्यस्तो मलाई फिल हुन्छ नि, म चाहिँ हाल्दिनँ, मलाई मिठो पनि लाग्दैन त्यस्तो गर्दा। अनि सोया सस हाल्न चाहिँ बिर्सेको थिएँ कि। अनि लास्टमा हालेर फेरि अलिकति हालेर बुटिदिएको थिएँ फेरि। अनि त्यसपछि यो चाहिँ गुन्द्रुकको अचार बनाउनलाई गुन्द्रुकलाई भिजाएर त्यसलाई मजाले फ्राई गरेँ। अनि त्यसमा अनियन हालेँ। अनि त्यसपछि टमाटरको उसिनेर राखेको थिएँ त्यसलाई हालेँ, खुर्सानीहरू हालेँ। अनि यसमा अलिकति पिनट पनि हालिदिएको थिएँ। अनि मजाले त्यसलाई हल्का हातले नै यसो गलाइदियो, हातले नै थिचेको थिएँ। अनि यो चाहिँ टिमुरको धुलो, मसँग टिमुरको धुलो किनेर लिएर आएको थिएँ। म आज यस्तो अब्सेस्ड भएको छु कि जेमा पनि हाल्छु कि आलुको अचारमा पनि टिमुरको धुलो, गुन्द्रुकमा पनि टिमुरको धुलो होइन। अनि आलुको अचारमा प्याजहरू हालेर मजाले टिमुरको धुलो नुनहरू हालेर साँधेँ। अनि यसरी चाहिँ मैले फ्राइड राइस त्यो दिन बनाएको थिएँ, साह्रै मिठो भएको थियो। हस्।